निगरीमा पर्दै गर्दाखेरि यसका केही पूर्व सङ्केतहरू पनि हामीसँग भइसकेको थियो। योभन्दा अगाडि पनि हामी एक्चुअली क्रेडिटमा गइसकेका हौँ। यो हाम्रो लागि त्यति नौले विषयवस्तु चाहिँ छैन। हामी कहाँनिर चाहिँ अप्ठ्यारोमा पऱ्यौँ, हामी कहाँनिर अलिकति हामीले एउटा पूर्व शर्तलाई हामीले मान्न सकेनौँ र यसमा पनि खास गरी एउटा निजी क्षेत्रको भूमिका यसमा कस्तो रहन्छ र निजी क्षेत्रले के गर्न सक्थ्यो यो अहिलेको अवस्थामा र वर्तमानमा अबको यो अवस्थाबाट हामीले उम्किनको लागि निजी क्षेत्रको भूमिका के हुनसक्छ र निजी क्षेत्रले सरकारसँग कसरी अगाडि बढ्नुपर्छ र रणनीतिक रूपमा अगाडि हामीले कसरी अगाडि बढ्नुपर्छ। मूलत यिनै विषयवस्तुलाई र अलिकति यो कुराहरूलाई सेन्ट्रल पोइन्टमा राखेर आफ्ना विचारहरू र यसमा आफूलाई लागेका चाहिँ कुराहरू राखिदिनु हुनको लागि मैले पहिले निजी क्षेत्रबाट नै प्रतिनिधित्व गर्नुहुने विशेष व्यक्तिलाई म अनुरोध गर्दैछु। त्यसपछि नेपाल सरकारको तर्फबाट पूर्व गभर्नर हाम्रो चिरञ्जीवी डाक्टर चिरञ्जीवी नेपालजी पनि हुनुहुन्छ र जो पूर्व गभर्नर हुनुहुन्छ र एक हिसाबले भन्यो भने सरकारको प्रतिनिधित्वमूलक भूमिका पनि रहन्छ र निजी क्षेत्रले सरकारसँग कसरी अगाडि बढ्नुपर्छ भन्नेमा त्यसपछि प्रस्तावले प्रकाश पार्नुहुनेछ। र अहिले चाहिँ मैले अलिकति निजी क्षेत्रको धारणा र निजी क्षेत्रले अब कसरी अगाडि बढ्नुपर्छ यस विषयवस्तुमा आफ्ना विचारहरू राखिदिनु हुन र खास गरी एउटा स्पेसिफिक एउटा रिकमेन्डेड वेमा अब हामी कसरी अगाडि बढ्नुपर्छ जसले गर्दा पटक पटक हामी यसरी चाहिँ क्रेडिटमा पर्नु नपरोस् र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय स्तरमा चाहिँ हाम्रो छविमा चाहिँ नकारात्मक असर नपरोस् यो विचारहरू राखिदिनु हुनलाई मैले अनुरोध गर्न चाहे। नेपाल चेम्बर अफ कमर्सका सभापति अध्यक्ष सत्य कमलेश अग्रवालजीलाई सर प्लिज। धन्यवाद। म्यानका अध्यक्ष म्यानका अध्यक्ष हाम्रा नेपाल राष्ट्र ब्याङ्कका पूर्व गभर्नर एकदम विद्वान व्यक्ति म्यानका पूर्व अध्यक्षज्यूहरू सबै अब ब्याङ्किङ सेक्टरका एक्सपर्ट नै हुनुहुन्छ। हाम्रा सञ्जयजी पनि योजना आयोगमा पछि सक्नुभएको छ। यहाँ उपस्थित विशिष्ट व्यक्तित्वहरू सबै एक्सपर्ट। यो आर्थिक वर्षमा दुईटा महत्त्वपूर्ण घटनाहरू भए। सबभन्दा पहिला त हाम्रो पहिलो यो देशको सार्वभौम क्रेडिट रेटिङ जुन भयो BB- भनेर त्यसले हामीलाई धेरै उत्साहित बनाएको थियो कि यसले गर्दाखेरि अब अन्तर्राष्ट्रिय लगानीकर्ताहरूले नेपालप्रति राम्रो विश्वास हुने भयो, लगानीलाई यसले मद्दत गर्छ भनेर। अर्कोतर्फ जुन यो ग्रे लिस्टको कुरा आयो नि तपाईँको यसले झन् निराशामा बनाइदियो। यो नेपाल त फाइनेन्सियल टेरोरिज्मको सेन्टर पो भइदियो त भन्ने टाइपको एउटा जुन मेसेज गयो त्यसले गर्दाखेरि भनौँ न यो डेबिट र क्रेडिट हाम्रो बराबर भयो अहिलेको अवस्था। अब यो सबभन्दा पहिला त यो ग्रे लिस्टमा पर्ने कारणहरू जुन हाम्रा ज्ञानका महासचिवज्यूले भन्नुभयो है तपाईँको कि 2 वर्ष अगाडि जुन यो हामीलाई जानकारीमा आएको थियो त्यो भनेको एउटा एसिया पेसिफिक ग्रुप यो FATF-ले जुन एउटा म्युचुअल इभ्यालुएसन रिपोर्ट जुन तयार गरेको थियो त्यहीबाट यसको सुरुवात भएको भन्न सकिन्छ। अहिले मोटामोटी त्यति बेला 40वटा सुधारका क्षेत्रहरू औल्याइएका थिए। त्यसमा गैर वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा पनि त्यो स्थिति आएको थियो। त्यसपछि अब अर्को त्यो रिपोर्ट पढ्दाखेरि यो जुन आतङ्ककारी क्रियाकलापमा भइरहेको यो वित्तीय लगानी नेपालले ट्र्याक गर्न नसकेको भन्ने कुराहरू पनि आएको थियो। उच्च जोखिमका बावजुद सम्पत्ति शुद्धिकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँच रूपमा नेपाल कमजोर देखियो। यो जुन कारबाही सम्पत्ति शुद्धिकरण विभागले जुन हाम्रो सम्पत्ति शुद्धिकरण ऐन अनुसार गर्नुपर्ने काम कारबाहीहरू त्यति भएनन्। अब यहाँ 2टा पाटा छ। एउटा त पहिला हामी यहाँलाई अहिलेको यो ग्रे लिस्टको अवस्थामा गरौँ, त्यसपछि हामी हाम्रो कानुनका कमी कमजोरीहरूतिर पनि जानुपर्छ कि तपाईँ। किनभने नेपालको निजी क्षेत्र यो सम्पत्ति शुद्धिकरण ऐन 2064 आएपछि लामो समयसँग यसबारे हाम्रो बहस भइ नै रहेको छ कि यो कानुन अहिले हाम्रो लागि कानुन आउनुभन्दा अगाडि पूर्वाधारहरू जुन हुनुपर्छ नि तपाईँको त्यो पूर्वाधारहरू नै तयार नभएको अवस्था देखियो। त्यसमा म पछि आउँछु है तपाईँ। अनि त्यो रिपोर्टमा कानुनी सुधारको गुन्जाइस देखिए पनि कार्यान्वयन नभएको भन्ने कुरा थियो। सम्पत्ति शुद्धिकरण निवारणका लागि कानुनी सुधार, संस्थागत क्षमता विकास। अब क्षमता विकास भन्दाखेरि हामी कहाँ सम्पत्ति शुद्धिकरण हेर्ने भनेको नेपाल राष्ट्र ब्याङ्क नै हो। नेपाल राष्ट्र ब्याङ्कको क्यापेसिटी इन्हान्समेन्ट गर्नुपर्ने अवस्था पहिला पनि थियो, अहिले पनि देखिन्छ। यसको बारेमा हाम्रा पूर्व गभर्नरज्यूले भन्नु नै पर्छ
अब उच्च तहबाट प्रतिबद्धता भन्ने कुरा त्यो रिपोर्टमा थियो। पर्याप्त स्रोत साधन परिचालन भएन भनेर, अन्तर्निकाय समन्वयहरू भएन भनेर। तर यसपछि अहिले जुन यो मोटामोटी आएकोमा 7वटा कुरा आइरहेको छ क्या, यो ग्रे लिस्टमा परेका 7वटा बुँदाहरू अन्तर्गत आएका छन्। यो तपाईँको यसमा विक इन्फोर्समेन्ट अफ द AML CFT लज भनेर आइरहेको छ कि तपाईँको। यसमा मनी लन्ड्रिङ र टेरोरिस्ट फाइनेन्सिङको बारेमा स्पष्ट रूपमा उहाँहरूले भन्नुभएको छ। त्यसपछि तपाईँको इम्प्रुभिङ रिस्क बेस्ड सुपरभिजन अफ कमर्सियल ब्याङ्क्स, कमर्सियल ब्याङ्क्सको रिस्क बेस्ड सुपरभिजन। अब कमर्सियल ब्याङ्कको सुपरभिजन गर्ने त नेपाल राष्ट्र ब्याङ्क पनि हो, उहाँहरूले नै यो डिल गरेको पनि हो। र अहिले यो 3-4 वर्षदेखि नेपाल राष्ट्र ब्याङ्कका जति पनि नीतिगत कुराहरू आए नि भनौँ यो कोभिड पछिका, त्यसबाट निजी क्षेत्रले धेरै ठुलो नोक्सानी बेहोरेको छ, अहिले पनि बेहोरिरहेको छ। हेर्नुहोस्, आज ब्याङ्कमा 7 खरबभन्दा बढीको लगानी योग्य रकम छ, ल इन्ट्रेस्ट रेट छ, खै त निजी क्षेत्र उत्साहित छैन। जुन देशको यो 2 वर्षमा कोभिड पछिको कुशल व्यवस्थापन नहुँदाखेरि म हाम्रा पूर्व गभर्नरज्यूलाई स्पष्ट भन्छु कि कोभिड पछिको अवस्थामा नेपाल राष्ट्र ब्याङ्कले राम्रो ढङ्गले म्यानेजमेन्ट गर्न सकेन। त्यसको फलस्वरूप 75,000 भन्दा पनि बढी उद्यमी व्यवसायीहरू कालो सूचीमा परेका छन्। जुन देशमा 75,000 भन्दा बढी कालो सूचीमा व्यवसायीहरू परेका छन्, त्यसको चेन इम्प्याक्टले समग्र यो अर्थतन्त्रमा ठुलो असर परेको छ। त्यसको फलस्वरूप सहकारीको पनि आज अवस्था हेर्नुहोस्, ब्याङ्कहरूको पनि अवस्था। ब्याङ्कहरूको बारेमा एउटा कुरा यहाँ म के भन्न चाहन्छु भने अस्ति मात्रै जो नेपाल राष्ट्र ब्याङ्कले 8% NPA भएकोमा पनि लगानी गर्ने, यसबाट के देखियो भने तथ्याङ्कहरू आएको नै त्यति पारदर्शी रूपले आइरहेका छैनन् कि भनेर। तपाईँ अहिले पनि जुन हिसाबले कालो सूचीको लिस्ट बढिरहेको छ, तपाईँको दिन प्रतिदिन तपाईँको उद्यमी व्यवसायीहरूको सम्पत्ति कोल्याट्रल जुन राखेको छ त्यो बिक्रीमा निकालिरहेको छ, त्यो बिक्री पनि हुन सकिरहेको छैन। किनभने तपाईँको यो रियल इस्टेट मार्केटमा यति सेलको प्रेसर छ कि उसको 50% त त्यसै नै भ्यालुएसन डाउन भइसकेको छ। यो अवस्थामा राष्ट्र ब्याङ्कले एउटा त तपाईँको यो ब्याङ्किङ सेक्टरलाई नै राम्ररी व्यवस्थापन गर्न सकेन। निजी क्षेत्र अत्यन्त अहिले पनि उत्साहहीन अवस्थामा छ। निजी क्षेत्रको रिस्क बियरिङ क्यापेसिटी नै खतम भइसकेको छ। नयाँ लगानी गर्न ठाउँ नै छैन, कोही उत्साह नै छैन। र अर्को अब त्यो 1 लाखको हाराहारीमा जति अब यो कालो सूचीमा परेका छन्, उहाँहरूले आफ्नो सानो सहयोगले पनि, सानो फेसिलिटेसनले पनि यदि आफ्नो व्यवसायलाई एउटा रिस्कबाट बाहिर ल्याउने अवस्था पनि देखिँदैन। किनभने जुन एउटा यो चालु पुँजी कर्जा निर्देशिका जुन नेपाल राष्ट्र ब्याङ्कको आयो त्यसले उनीहरूलाई त्यो लिन पनि दिँदैन। यस्तो अवस्थामा राष्ट्र ब्याङ्ककै क्षमतामा चाहिँ यो एन्टी मनी लन्ड्रिङको 7वटा कार्यमा प्रश्न लाग्यो। अब इनएडेक्वेट कोअपरेसन विथ इन्टरनेसनल एजेन्सी, तपाईँको कोअपरेसन गर्ने समन्वय गर्ने काम पनि केन्द्रीय ब्याङ्कको, निजी क्षेत्रले त आएर त्यहाँ उनीहरूसँग समन्वय गर्न मिल्दैन। हेर्नुहोस्, अघि इन्द्रजीले निजी क्षेत्रले के गर्ने यो त गभर्मेन्टको जुरिडिक्सनभित्र परेको। उहाँहरूको क्षमताको भरमा नेपालको वित्तीय क्षेत्रको भाग्यरेखा हामी कोरिरहेछौँ। त्यसपछि अब इफिसियन्सी इन टेरोरिस्ट फाइनेन्सिङ, यी यस्ता कुराहरूले गर्दाखेरि तपाईँको अर्को जुन यो एउटा यो हायर रिस्क कोअपरेटिभको पनि उहाँहरूले कुरा गर्नुपर्छ। सहकारी त अहिले सबै समस्याग्रस्त छन्। सहकारीको सबभन्दा धेरै लगानी भनेको रियल इस्टेटमा हो। रियल इस्टेटको मार्केट खतम हुने बित्तिकै तपाईँको हाम्रो समग्र अर्थतन्त्रका सबै सेक्टरमा यसले प्रभाव पर्यो। अब अहिले के कुरा आइरहेको छ भने रियल इस्टेट अनप्रोडक्टिभ सेक्टरमा किन लगानी गर्ने। म यहाँ यो पनि कुरा भन्छु कि रियल इस्टेट प्रोडक्टिभ सेक्टरमा लगानी गर्न बाध्य तुल्याउने पनि ब्याङ्किङ सेक्टर हो। कुनै पनि उद्यमी व्यवसायीलाई त्यो कोल्याट्रल नभइकन, जग्गा नराखिकन तपाईँको यो लोन दिने सिस्टम नै भएन। यहाँ प्रोजेक्ट फाइनेन्सिङ त धेरै कमजोर भयो नि त यहाँ। अनि पहिला त व्यापारीले घर जग्गा किन्नु पर्यो, त्यसलाई कोल्याट्रलमा राख्नु पर्यो, अनि उद्योग व्यवसाय सञ्चालन गर्नु। अब यसलाई लगानी गर्नुपर्ने बाध्यता पनि उहाँहरूले नै क्रिएट गरेको हो। म यो स्पष्ट रूपमा यहाँ पनि भन्न चाहन्छु। र आज यो अनि यो अनप्रोडक्टिभ सेक्टर हो, अब यसलाई नै खतम गरिदिनुको मतलब त निजी क्षेत्रको टोटल इफिसियन्सीलाई नै खतम गर्नुपर्ने स्थिति देखा पऱ्यो कि तपाईँको। त्यसपछि तपाईँको अब DPMS भनेर आइरहेछ, डिलरसिप यो प्रेसियस मेटल्स स्टोन्सको कुराहरू आइरहेछ। हेर्नुहोस्, अब नेपाल र भारत जुन यो खुला सिमाना छ, यसमा त विगतमा म भन्छु ठुलो मात्रामा गोल्डको स्मगलिङ भएकै हो नेपालको, बाहिरबाट आएर नेपालको मात्र। किनभने यो कसरी हामीले थाहा पाउन सक्छौँ भने हामीलाई अफिसियली यस्ताको केही तथ्याङ्क हुँदैन।
तर जब नेपाल र भारतको करेन्सीको जुन हाम्रो फिक्स सिस्टम छ नि, जब 160 रुपियाँ 150 रुपियाँमा बोर्डरमा जब लेनदेन हुन थाल्यो नि, अनि थाहा पाइसक्यो कि ठुलो मात्रामा तपाईँको यो स्मग्लिङ भएर गइरहेछ, नभए 160 को 150 मा हुनुपर्ने त कुनै अवस्था नै देखिँदैन। किनभने केन्द्रीय ब्याङ्कसँग त फ्लो छैन त, उसले त घटाएको होइन। र अहिले आएर फेरि जुन यो नेपाल सरकारले गोल्डमा भन्सार घटायो नि, त्यसपछि यसले त झन् प्रिमियम भइरहेछ, 65-66 मा बिकिरहेछ तपाईँको भारतीय मुद्रा। झन् अस्तिको कुम्भ मेलामा 20 लाख हाम्रो नेपालीहरू त्यहाँ गए, उनीहरूले पनि त भारतीय मुद्रा साटेर गए। किन केन्द्रीय ब्याङ्कले यो हेर्दैन? खोइ हामी कहाँ त कोही पनि त्यति धेरै साटिएको त देखिँदैन, कहाँबाट आयो त यो पैसा? हेर्नुहोस्, यसकारण यो एएमएलको जति पनि कुराहरू छ नि, यो मोस्टली तपाईँको रिलेटेडै सेन्ट्रल ब्याङ्कसँग जस्तो देखिन्छ कि तपाईँको। अब इन्क्रिजिङ क्यापेसिटी एन्ड कोअर्डिनेसन अफ कम्पिटेन्ट अथोरिटिज टु कन्डक्ट एमएल इन्भेस्टिगेसन। अब यो मनी लन्ड्रिङको इन्भेस्टिगेसन्सको जुन कुरा आइरहेछ, यसमा म अब एक पछि आउँछु, पहिला यो सिद्ध्याएर। अनि डेमोन्स्ट्रेटिङ इन्क्रिज इन एमएल इन्भेस्टिगेसन्स एन्ड प्रोजिक्युसन्स एउटा छ। अनि डेमोन्स्ट्रेटिङ मेजर्स टु आइडेन्टिफाई, ट्रेस, रिस्ट्रेन, सिज एन्ड वेयर एप्लिकेबल कन्फिस्केट प्रोसिड्स एन्ड इन्स्ट्रुमेन्टलिटिज अफ क्राइम इन लाइन विथ द रिस्क प्रोफाइल। अब उहाँको यो चिज हेर्दाखेरि के लाग्छ भने, हामी नेपालमा ठुलो हामी फाइनेन्सियल क्राइम सेन्टरमै काम गरिरहेका छौँ जस्तो हामीलाई पनि अनुभूति हुन लागिसक्यो क्या, जबकि वास्तविकता त्यो छँदै छैन। हामीलाई नै फिल भइसक्यो कि यो डिप्लोमेसी, हाम्रो यो इकोनोमिक डिप्लोमेसीले के गरेको यो हामीलाई यो फाइनेन्सियल क्राइम सेन्टरमा हामी काम गरिरहेका छौँ। कहाँबाट विदेशी लगानी आउँछ, कहाँबाट विदेशीहरूले यहाँ पत्याउँछ। अहिलेको नेपालको निजी क्षेत्रको अवस्था भनेको लागि यस प्रकारका कुराहरू जुन रिपोर्ट